Hey guys, so आज चाहिँ हाम्रो दसैँ छ अनि त्यस पछाडि यहाँ हेर्न सक्नुहुन्छ भ्यू हाम्रो यो भिडियो पनि कति पछि बनाएको हो अनि अस्तिको पालि चाहिँ हामीले दसैँको भिडियो गर्नु पाएनौँ किनकि किन हामीले भिडियो बनाउनु पाएनौँ त फोन भनिदिनुहोस् यसपालि फोन राम्रो छ यसपालि चाहिँ हाम्रो आइफोन आइसकेको छ विदेशबाट सो द्याट्स वाइ मलाई के भन्नु पनि आउँदैन अब म जान्छु हामी गाउँ डुलेर बाई हामी गाउँ डुलेर आएको सो के भयो हामी गाउँ डुलेर आउँछौँ यो गाउँको बाटो चाहिँ यस्तो छ है गाइस लिटरली म चाहिँ बिहानै नुहाएको because I'm a good girl मैले म अस्ति पनि नुहाएको अनि त्यसको हिजो पनि लगाएको थिएँ सो दिस इज आवर गाउँको भ्यू अहिले चाहिँ म एकदम धेरै इङ्ग्लिस बोल्ने भइसकेको छु बिस्तारै सो सुरुमा यो घरबाट सुरु गरौँ के चल्दैछ यहाँ So let's go here. Oh my god. कुकुरबाट सुरु भयो हेलो हेलो भनिदिनुहोस् हेलो तपाईँ हेलो भनिदिनुहोस् बाई अब म गएको अर्को गाउँ मलाई घरबाट भगाइदियो I will go to the next home. Yeah, यस्तो धेरै मजा आयो गाइज मम्मी हुनुहुन्छ मम्मी हेलो मोटी आउँदैछ परबाट डेक्सी उसको अनुहार देखाएको छु है गाइज भाग्यो 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 गाडी स्टार्ट कर यो केटी वेट गाइज रुकमै म त्यसलाई पर्छु पर्दैन कि तपाईँ सुरुदेखि त्यस्तै हुनुहुन्छ मेरो लुगा फोर्स छ गाइस सो गाइस म चाहिँ त्यति बेला घुमेर अब म घर जान्छु यो हाम्रो घरको बाटो सो यहाँ होइन यहाँ जानुपर्छ यो चाहिँ हाम्रो किचन हो Oh my god! मेरो बहिनी हेर हजुर कहाँ छ सो हाम्रो चाहिँ यहाँ खाना पाकिसक्यो है गाइसहरू मुखमा पानी नल्याउनु ल दिस इज अन्डा करी अनि दिस इज मासु जुन म खाँदिनँ अनि यो चाहिँ भात अनि यहाँ छ हाम्रो स्पेसल आलुदम यहाँ छ आगो दिस इज आवर किचन त्यो हेर्नुहोस् गाइजहरू यहाँ ताल हेर्नुहोस् है यहाँ हेर्नुहोस् है यहाँ के गर्नुहुँदैछ तपाईँ हल्का छोरी मान्छे हुँदैछ धेरै जुङ्गा यहाँ गर्छ जुङ्गा देख्न सक्नुहुन्छ यहाँ फेरि हो जुङ्गा उखाल्दैछ यहाँ सबैले बस्दैछ हेर्नु यहाँ साडी लाउनु पर्ने अरे साडी
पर हेर्नुहोस् त पर आधी सेतो आधी यहाँ हेर्नुहोस् आधी मानव आधी सेतो यति ओ यति यति आउनु यति यति पनि हुनुहुन्छ हाम्रो गाउँमा हेर्नुहोस् आधी कालो आधी सेतो हामी किन भाग्ने हामी नभाग्ने मजाले अलिक गोरो हुने गरी नुहाउनु यसो गोरु उसो गोरु जाडो भएको छैन अरे सोमिया आज के हो आज के हो यहाँ हाम्रो मम्मी आज के हो सोमिया औ सोमिया दसैँमा के गर्छ कसरी लगाइदिनु यो यहाँ पर साडी लाएर आए भने कालो चस्मा लाए भने अनि आम्मामा साडी लगाइदिएको अरे छातीदेखि नि यहाँ हाम्रो पप्पी पप्पी नमस्ते गर पप्पी पप्पी नमस्ते गर नमस्ते हात देऊ अर्को गुड ए हात दे न भनेको लुकाउँछस् हात दे न अर्को दे अर्को गुड नमस्ते गर नमस्ते 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 गर गुड यो चाहिँ पुरै धुलै धुलो भइरहेको छ कस्तो कलर देखेको हो यसको के को लाउँछ हौ यसलाई नि टिका लाउनु लाने हो अरे कम बोजूकोमा यहाँ मम्मी हेर्नुहोस् त यसले भारी बोक्यो यसले भारी बोकिहाल्छ नि ओइ हाम्रो भारी यसले बोकिदिइ हाल्छ नि अर्को हेर्नुहोस् यहाँ नाच्ने सोमिया नाच्ने यहाँ पर छुट्टी संसार छ यहाँ पर अबे के खानु भएको तिमी जेठा के खान्छ अरे माइला हो होइन ल तिमी कान्छ हो खै त हेर्नु त यहाँ हाम्रो ट्विन्स भाइ आएको छ यहाँ हेर्नु त तिम्रो नाम के अरे औ रियान कि तिमन हो रियान हो तिमी चाहिँ हेलो नमस्ते खै नमस्ते यहाँ हाम्रो अङ्कल हुनुहुन्छ हेलो अङ्कल खै हेलो भनिदिनु बाई बाई किन लजाको अर्को यहाँ हेर्नु त यहाँ टिभी हेरी के हेरेको यो कसैले पुऱ्याउन आइपुग्यो है सोमियाको लागि बेग्लै छ यहाँ कसैले सोमिया हो कसैले कपाल के हो भखाउ देख्यो बजु कसैले थालेको हैन बजु अम्मै ल कान्छीमा देखिमा भान्जीमा हिजो किन नआउनु कहिले मैले बेलुका भान्जीमा बेलुका हाम्रो हिजो छुट्टै थियो दिउँसोतिर त दिउँसोतिर नआउने मम्मी कसैले पनि प्रौनाको बजु अहिले म घरैतिर आउँछु नि हामी हेर्नुहोस् यस्तो हालत देखाउँछ प्लिज यहाँ हेर्नुहोस् तलदेखि माथिसम्म माथिदेखि तलसम्म हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै
दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार जेस झोला चाहिँ दामी उता उता झोला झोला देखाउ न गुड जाऊ यत्तिकै अब बाई 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 सासु है गाइस हामी चाहिँ रेडी हुँदैछौँ यहाँ हामी त्यसै राम्रो छौँ मेकअप नगर भन्नुहुँदैछ यहाँ हामी यहाँ मेकअप गर्दैछौँ पिम्पल हेर्नुहोस् उसको निधार गरी पिरियड नभएर मेरो पनि टाइम भयो टिका लगाइसक्यो है गाइजहरू मिठी बुहारी यता चाहिँदैन अरे खै यहाँ लाउनु पर्ने खोइ ड्याडी आएपछि हामी त बेक्सेर काम गर्नु आमाले छ हो खाना नि 10 बजे नसुत्नु ले बाजे नमस्ते बाबु नमस्ते धन्यवाद धन्यवाद तिमी छोरा म छु ल बाबु नमस्ते सोमिया यहाँ बोजूले सेवा गरेको ओडा ओडा गाउँ खाना आनु तिमी छोरा Hey guys, यहाँ ओ साइड यहाँ अरे बुबु ना खानु ओडा ओडा ल के भन्ने रे धन्यवाद ल सुरु गरौँ दसैँ लागिसक्यो मैं खाजा न यहाँ सबसे ढिलो गर्ने मान्छे आजको सबसे ढिलो आउनु पन्नामा साइड छ यो 51 बाजे तपाईँको कपाल चाहिँ त देखिँदैछ त हौ मेरो कपाल अनि भर्खर कहिलेलो छ त अनि कालो देखिन्छ त छिपेपछि कालो हुन्छ यहाँ बाजे रेडी हुन्छ आमा बाजेको जुत्ता त अर्कोले ल्यायो यता चाहिँ बाजेले बाजेले टिका लगाइदिँदै हुन्छ सोम्या उ पर जानु दिदीहरुसँग
ट्याक्कै जेठी माइती साइली काइली कान्छी ऊ बाघ पर ड्याडी चाहिँ देखि नै हुँदैछ नि त खोजिया सुरु गरौँ भने त पर्दैन यता नमस्ते गर्दा पनि हुन्छ ल बाबु हो परेर ज्ञानी हुनु ढोग्ने कि यसले खुट्टा ढोग्ने हुन्छ हुन्छ त आफ्नो ढोके पनि हुन्छ के धेरै ज्ञान हुनुपर्छ है म कागेर मै बाँकी होला पप्पी पन्टी रात्रि छ त नि अनि गाइस फोटो खिच्न स्ट्रगल इज रियल यहाँ हामी कान्छा बाजेकोमा लाउन आएको बाजेहरू हुनुहुँदैन घरमा त्यही भएर हामी फोटो खिच्दैछौँ ड्याडी त देखिनु भएको छैन त कसरी देखाउनु तपाईँलाई अब ऊ ढोकासँग ठिक्क मम्मीले सल के पाराले लाउनु भएको आशीर्वाद दिइसक्नु लो क्या हो कोरोना लाग्यो क्या हो कोरोना लाग्यो ला रुँदैछ डरायो होला भन्यो भने सक्दो या अरे दिमो जागिरबोक्लाको.com बाजेको नि यता टीका झरेछ जस्तो छ नलाउनु नितार्न भयो भर्खर तिमीले त मेरो त धुवा निकाल्दैछ के यता अलग्गै चारो माथि मा मुकेश नि ल ल भन्नु किन न यताबाट है अब सुरु नानी सकिपो यता अब यसो गरौँ न त यताबाट यसो गरौँ है त माइलाको हो माइला खोइ माइलोको हात उठाउ त माइलो ए ल अब राम्रो भयो त उहिले मेट्नु है आफै नाचेको हाम्रो काकी दक्षिणा समाएर आउनुपर्छ यहाँ अर्को चेन्ज भएछ ल ओइ को होला गर्ने भाटा ल्याउनु तिम्रो भाटा आउनु पर्यो नि होला गर्नु
हेलो गाइस, हामी अब मामाले हिँड्न आँटेको छौँ। मामाले हिँड्ने बाटो चाहिँ यस्तो छ साथीहरू। अनि हामी मामाले जान आँटेको छौँ। मामाले त अस्ति पनि गएको, त्यतिखेर बिहे थियो नि त मामालीमा, हाम्रो दाक्सको। पोहोर साल चाहिँ हाम्रो मामालीमा टिका लाउनु मिलेको थिएन। यस्तो अप्ठ्यारो भयो गाइस। अब चाहिँ म भिडियो बनाउँछु मजाले। हाम्रो यहाँ धरान हो। मम्मी यो गाउँ धरान त हो नि होइन? मम्मी त कहाँ हो? मम्मी यो गाउँ धरान होइन? धरान 20 हो यो 20। वाउ ब्युटिफुल। हाम्रो चाहिँ धरान 20 हो। अनि मामाली र घर नजिकै छ। हामी अघि खाइसक्यौँ यहाँ टिका। अब हामी जाँदैछौँ रोटी पप्पी हेर्न। ऊ चाहिँ सिधै काठमाडौँबाट आएको, काठमाडौँबाट पप्पी। So let's go guys. Never mind. पानी पनि आएको। ओके गाइस, अब चाहिँ हामी रोडमा आइसकेछौँ। पछाडिबाट अझै आउनु बाँकी छ एकदम। 3 जना हुनुहुन्छ, 2 जना ठुलो मम्मी अनि त्यसपछि देवा। सो यहाँ चाहिँ हाम्रो पप्पी छ, ब्युटिफुल। यहाँ हाम्रो भ्यू मम्मी सिनेम्याटिक भिडियो हेर्न सक्नुहुन्छ। सो म चाहिँ तपाईँहरूसँग बोल्दै जान्छु। अब हामीले चाहिँ कति भयो भिडियो नबनाएको। सो आज चाहिँ हामी फाइनली दसैँमा भिडियो बनाउनु पायौँ। अब म भोलि पनि मेरो एउटा भ्लग ल्याउँछु। अब म डे बाई डे भ्लग ल्याउँछु होला। तर म अल्छी लाग्छ, मेरो भ्लग गर्नै अल्छी लाग्छ लिटरली भनेको गाइस। हमको बहुत अच्छी लगता है। आमाले जाने बाटो यस्तो डर लाग्दो छ। यस्तो छ बास झन्डै झर्न आँटेको रहेछ यहाँ। मम्मी हिँड्दै हुनुहुन्छ, म पनि हिँड्दैछु। यहाँ हाम्रो एउटा नाइस भ्यू छ। तल माथि ठुलो मम्मीको देखि चाहिँ एकदम राम्रो भ्यू आउँछ। त्यहाँ खोला पनि छ क्या गाइस। गाइस ऊ चाहिँ हग्दैछ। प्लिज उसको प्राइभेसीलाई बन्द गरिदिएको छ, यस्तो भिडियो गर्नु हुँदैन। तबाट आउँदै हुनुहुन्छ, म तपाईँलाई जुम गर्दै आउँछु। यहाँ भिडियोबाट फोटो खिचेको हौ। कसरी हो? यहाँ खिच्नुपर्छ अनि हुन्छ। हाम्रो सो हाम्रो मामाले जानुको एकदम धेरै टाइम लाग्छ, तर जान्छु म त। बिकज आई वान्ट टु, दिस इज अ बिजनेस एन्ड बिजनेसलाई कहिले पनि टुक्राउनु हुँदैन, गर्नुपर्छ। ओके
guys. अब I think I'm done with it. धेरै हात ओइ के हो यो कोही खाली खुट्टा हिँड्यो भने यहाँ मामालेबाट आउँदाखेरि लाग्छ अनि मामाले आज हामी त्यही बस्दै सुत्छौँ मामाले नै अनि भोलि हामी कसको घर जान्छौँ भोलि कसको घर जान्छौँ कहाँ पो जान्छौँ हामी अरू न कहाँ जान्छौँ तर नि जान्छौँ That's the point. दुईटा कुकुरहरू हिँड्दैछ उपर अगाडि नि न्यू घडी न्यू रिङ यो घर त मैले अस्ति किनेको यो रिङ पनि अस्ति किनेको मैले चलो गाइस आज हामी रोडै जान्छौँ जङ्गलै जङ्गल छ यो चाहिँ सर्टकट बाटो उताबाट हिँड्छ तर हामी चाहिँ रोडैबाट आएको तिम्रो मम्मीले पर्ख न अब हामी यो घर जान्छौँ तर टिका लाउँदैनौँ हामी अरू लाउँछ कि लाउँदैन यहाँबाट जाने सो हामी चाहिँ खोलाको बाटो जान्छौँ तर यहाँ उताबाट खोला छ एउटा पानी खाने लेट्सको अब म खोला गएपछि भिडियो गर्छु ल बाई सो गाइज हामी चाहिँ खोला आइपुग्न आइसक्यौँ मजाले पकाउनुपर्छ नि त ओ माई गॉड आयो है खोला साथीहरू वाउ हरियाली नै हरियाली लेट्स गो guys wow beautiful के अरे so finally guys हामी आज मामाले सुत्न आँटिसक्यो यहाँ मान्छेहरू चाहिँ हेर्न जान भिलेज टिका रेडी हुँदैछ इप्सन हाई भन्नु त दुईटा दाँतमा त इप्सन यी गर्दा बस्नु दादा सिनियर मान्छे यता आउनु पर्ने सुमे हामी कहाँ छौँ नलाउ न हौ फलाक्ने कान्छ खाली निरापट्टै आउँछ खाली सिउटै मात्र गरिन्छ अब लपक के कस्तो हुन्छ लपक लुगा पोर्बो बसेर दिन तासी चाहिँ देखेन भट्टे मैले नि हो भट्टे तिवाला नै भट्टे आज त अङ्कल हुनुहुन्न के मान्छे एउटा नहुँदै नि लागामा कट्टी कट्टी सरुको काखमा बस्नु यहाँ हल्लाउँदैछ भिडियो पनि त नि यसरी घुमाइन्छ भने ल सिधै बिस्तारै काम सोमे आइन्दा नसुत्थे सुत्केर नि कसरी
अलिअलि त मलाई आउँछ हुन त तर त्यो फलक यहाँबाट लाइन हेर्दै आउनुहोस् ल यहाँ घुमेर यो भएको छ पुरै आशिका फोनमा छ इलेक्सन मिनो खाला परियो 22 वर्षलाई apa biasa खाने नहीं आ रहा सत्र हजार लागि 3 दिने 4 दिने मुइमा के मुटा भयो चमेली लरीले राख मलाई पिङको सिटैमा कति राम्री तेले जमरा र रातो टिकैमा